मा कसम केटी होस् त यस्ती के गर्नु आफूलाई बिहे गर्न परेको कुरा पनि गर्नु पर्यो मिल्छ कि ट्राई गर्नु पर्यो एकचोटि एक्सक्युज मी हजुर भन्नुहोस् म तपाईँलाई चिन्दिनँ तपाईँ पनि मलाई चिन्नुहुन्न मेरो घरमा बिहेको कुरा चलिरहेछ यसो म यो गाउँतिर केटी खोज्दै हिँडेको तपाईँले देखेँ राम्री हुँदो रहेछ मन पर्यो मान्छे त राम्रै हो यतिको राम्रो भए मेरो जिन्दगी चल्छ कि यहीसँग बिहे गर्नु पर्ला जस्तो छ के सोच्नु भएको केही पनि होइन हजुरको घर चाहिँ कता पर्यो नि घर त मेरो गोबरे गाउँ हो तपाईँ मलाई मन पर्यो यदि तपाईँको बिएफ सिएफ छैन भने लाइफको डिसिजन म दिन सक्दिनँ हजुर घरमा हिँड्नुहोस् बाबा मम्मीले जे भन्नुहुन्छ म त्यही गर्न तयार छु चाहना त मेरो पनि बाजा बजार बिहे गर्ने हो हुन्छ म तपाईँको घरमा माग्न जान तयार छु जाउँ त्यस भए घर हिँड्नु तपाईँको नम्बर दिन मिल्छ मिल्छ टिप्नु न भन्नुहोस् 9860 97 75 53 म मिस कल गर्छु सेभ गर्नुहोस् है के भनेको छु मुस्कान रेगी मुस्कान उयो हस् होइन आमा त्यो छोरी घाँस काट्नु भनेर गयो कि यस बेलासम्म आउँदैन त कहाँ गयो कि ओली त्यो हुर्केको छोरी आइहाल्छ नि किन चिन्ता लिए नमस्ते 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 होइन के हो पारा यो बिहानदेखि घाँस काट्नु भनेर गएको ढोका एउटा केन्द्र पनि घाँस छैन ल के हो यसको चर्तीकाला केही पुग्न सकिएन बा यो दोसा होइन उहाँलाई गाली नगर्नुहोस् वास्तवमा यो ढिलो भएको मेरै कारणले हो ए बाबु चाहिँ को पर्नु भयो कुन्नी बाबुलाई त चिन्न सकिएन कहाँदेखि आउनुभयो म त्यो माथि गोबरे गाउँबाट आएको ए त्यो गोबर गाउँ हजुर मेरो घरमा बिहेको कुरा चलिरहेको छ अनि म यसो केटी हेर्दै हिँडेको थिएँ बुढा भएका बाबालाई के केटी हिँडाउनु भनेर अनि म एक्लै हिँडिरहेको अनि आउँदै थिएँ अनि उहाँलाई चाहिँ देखेँ मन पर्यो राम्रो लाग्यो ए मन पर्यो उसो भयो होइन त उसो भए हाम्रो छोरीसित बिहा गर्छौ त बाबु तिमी त्यही भनेर हिँडिरहेको छु अब तपाईँले के भन्नुहुन्छ तपाईँको दिने विचार छ भने म त रेडी नै छु नि ल ठिकै छ उसो भएदेखि हामी यसो घर सल्लाह गर्छौँ होइन त्यस पछाडि बसेर ट्यारेटुरी फेरि सल्लाह गरेर मिलाउला नि त है त बाबु हुन्छ कहाँ हुन्छ त्यसरी बुढा उसको पनि बाबुआमा चाहियो अनि के त्यत्तिकै हुन्छ त केटा एक्लै आएर हाम्रो छोडी दिन्छन् त ए तेरिका बुढी कस्तो कुरा गर्छ अहिले जमाना पनि बाबुआमा घर गोठ सबै हेरेर दिनुपर्छ भन्ने छ त केटा राम्रो भएपछि एउटा रुखमुनि लहर भयो नि पालिहाल्छ नि किन टेन्सन लिन्छस् त हाँ कहाँ हुन्छ त्यसरी तपाईँलाई मेरो बाबुआमाले दिने बेलामा सबै घर परिवार फ्यामिली भेटेर दिनुभएको होइन त छोरालाई मात्रै हुँदैन आफूले बाबुआमालाई हेर्नु पर्यो छोराको भरमा मात्रै छोड्नु हुँदैन आजभोलि जमाना केटाकेटी अलगच्च हुन्छन् त्यो हेर्न पर्यो त्यसो नभन्नुहोस् आमा त्यसो भनेर कहाँ हुन्छ आजकलको जमानामा अब यतिको केटो भएपछि जसरी पनि पालिहाल्छ नि हामीलाई चिन्ता गर्नुपर्ने कामै छैन क्या त्यसो भनेर कहाँ हुन्छ र त्यसो भनेर हुँदैन नि बाबुआमाको सल्लाह हुनुपर्छ नि ल ठिकै छ उसो भएदेखि अब हामी पनि सल्लाह गरौँ उसित पनि सल्लाह गर्नु पर्यो अनि कुरो मिलाउँला है त सल्लाह त गर्ने त भन्नुभयो बुढा तर बाबुको पनि त बाबुआमा चाहियो नि त त्यत्तिकै छोरी मात्रै दिएर भएन दिने त दिने बेजस्तो कुरा हो अब केटा एक्लै आएर मागेर दिने कुरा भएन बाबुले पनि बुवा आमा लिएर आउनुहोस् हामी सल्लाह गरेर हजुरलाई दिन्छु मेरो छोरी मन परेको भए अब सल्लाह त देखिहाल्यो बाबु हेर अब यसो घरमा गएर बुवा आमालाई लिएर आउनुहोस् तपाईँ सल्लाह देखिहाल्नुभयो बरु आज रात परिसक्यो बरु यतै पो बास बस्ने पो हो कि होइन म बाइक लिएर आएको थिएँ म बाइकमै जान्छु ए त्यसपछि म भोलि पर्सितिर आउँला नि त हुन्छ बाबु बुवामा लिएर आउँछु हुन्छ बाबु अनि बसेर फेरि सल्लाह गरौँला नि त हस् हुन्छ हस् 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 नमस्कार नानु गाछौ म यता तिम्रो घर मासतिर आउँदैछु आउने त बाटोतिर
बसेर गफ लगाला नि आखिर बिहा हुन्छ के अरे केलाई चिन्ता गर्छौ आऊ ल म यही माथि बाटोमा छु तिम्रो घरमाथि जाउँला नि त कतै घुम्न के छ र के को चिन्ता हो तिमीलाई फेरि ए हुन्छ हुन्छ छिटो आऊ ल ल ल म कुरेर बस्छु है ओके लभ यु लाडो हाई सन्चै छौ के छ अरे खबर भन् ठिक छ जाउँ यता गरेर बसौँ है आऊ। खाजा खाएर आएको कि नखाएको किन नखाइ आएको त नि आएको त भयो त के छ है सुनाउहरू के छ ठिक छ सुन न म एकचोटि काठमाडौँ जानुपर्ने भयो कि त्यो मेरो बिजनेस छ नि त्यसबाट अहिले चाहिँ अलि फाइदा होला जस्तो छ होइन अनि म काठमाडौँ गएर आउँदाखेरि अनि मेरो बाबालाई पनि लिएर आउँछु अनि सँगै कुरा गरेर अनि मागौँला नि है आउनु त हुन्छ नि पक्का आउँछु तिम्रो कसम आउँछु नि होइन तिम्रो कसममा आउँछु नि कसम अनि म सायद भोलि या पर्सितिर म जान्छु क्या त्यस्तो होइन कहाँ त्यस्तो गर्छु अनि हाम्रो यो पहिलो भेट अनि त्यही पनि म बिजनेसको काममा काठमाडौँ जाँदैछु फर्केर आइहाल्छु अनि तिमीले मलाई केही त दिनु पर्यो नि के दिन्छौ हजुर भन्नु न। भनेको मान्छौ साँच्चो माया गर्नुहुन्छ भने भन्नै पर्यो नि एकदम सजै गर्छु नि ठिक आइज है तर म डल्ले साउको मेला जानुपर्ने छ होइन नानी के हो तिम्रो पारा किन र के भयो दिदी अझ किनेर के भयो भन्छस् यस्तो मान्छे त गाउँमा बस्नुभन्दा त झुन्डेर मरेकै बेस फोन गर्नु रुँदै है रुँदै सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ सरी माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ सरी द मोबाइल you have dialed is switched off माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ गरिएको छ सरी द मोबाइल माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइल माफ गर्नुहोला तपाईले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच
पूजा कहाँ छ होला? हजुर आबै है। के भयो के यहाँ? के भयो? हो यही मान्छे हो यो केटा त्यस्तो भने यो मान्छे हो यो मान्छेले कालो मसला निकाल्न पर्छ यो मान्छे हो कालो कालो मर्छु कालो मर्छु ल कालो मसला आउनु पर्यो ल ल ए बाबु जुत्ता माला ल्याऊ जुत्तामाला ओ छोड्नु त यसलाई यस्तो गर्ने यो